हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ फेरि म कहाँ जाँदैछु भन्दाखेरि यसरी तीनवटा मुख भएको हामी चाहिँ स्याउला लिन जाँदैछु। स्याउला भनेको गोठमा हाल्ने मल हुन्छ, त्यो फेरि पछि कुहेपछि मेरो साथीहरु हेर्नुस्, हामी तीनजना जाँदैछु। यता तलतिर त छैन होला, अरु मान्छेले लगिसक्यो। माथि लेकमा जानुपर्छ, त्यही भएर अब जाँदैछु। हेर्दै गर्नुस् ल साथीहरु। आयो म गाह्रो छ यार। Chưa gần eo ấy. Just time passing à lối yang. जाडोले पुरै के गर्नु, यस्तो चिसो एउटा पनि छैन। हेर्नुस् यहाँनिर त हामी त माथि लेकमा जान लागेको हो। अहिले चाहिँ म एक्लै भएँ यार, के गर्ने। एउटा साथी तल बस्यो, एउटा चाहिँ माथि गएको छ हेर्न छ कि छैन भनेर। मान्छे बाटोमा उभिएर बसेको त्यही हो। अनि माया गरिदिनु ल, लाइक कमेन्ट गर्न नबिर्सिनु। अनि पछि नि यदि फुर्सद भयो भने बनाउँछु, हेर्दै गर्नुस् ल। दुआ माथि गएको छ है, एउटा चाहिँ हेर्न गएको छ। भयो भने चाहिँ एकजना बस्नुपर्छ। यहाँनिर चाहिँ छैन अरे, अरू मान्छेले लगिसक्यो। अस्तितिर नि फुर्सद भएन, पहिला नै आएको भए त अब यहीँ नजिकतिर पाउँथ्यो। अब सबै अरू मान्छेले लगिसक्यो। अब हामी चाहिँ माथि जानुपर्छ लेकमा। लेकमा जान्छौँ है गाई चरु। आजभोलि मौसम नि चिसो छ, न घाम राम्रोसँग लाग्छ न त पानी पर्छ, त्यस्तै छ। जाडो भएको छ यार। एकजना तल आउँदैछ। माथितिर चाहिँ देखिरहेको पनि भएको छ। अब चाहिँ भारी भएको छ एकछिनमा देखाउँछु ल साथीहरु। त्यही हो साथीहरु, एउटा भारी चाहिँ बनिसकेको छ। अनि एउटा चाहिँ हातमा त फुका आइसकेको छ। यस्तो छ जिन्दगी, गाउँले जिन्दगी। के गर्ने, फुका आइसक्यो, एउटा फुका आयो।
बाटो गएको छ आउन लागिसकेको छ भारी देख्न सक्नुहुन्छ यसरी नै बन्दैछ एउटा भारी चाहिँ बनिसक्यो अलि त्यो माथि थप्नुपर्छ आज चाहिँ पुरै पुगाइसक्यो त्यही हो साथीहरू भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला हामी चाहिँ अब भारी बोकेर हिँड्छौँ अब अहिले चाहिँ उनीहरू माथि भारी लिन गएको छ मेरो भारी चाहिँ हिँड्छ त्यो भएर यहीँ बस्छौँ यस्तै छ हेर्नुहोस् गाउँले जिन्दगी हातमा फोका नि आइहाल्यो होइन आज हो दिन धेरै स्यालेरी आएको छैन नि त त्यही भएर हातमा